लु म चाहिँ अहिले बिहान बिहान सिस्नु टिप्नु आइरहेको छु है। यहाँ यति बनाइरहेको छु। यतातिर आएको पुरै सिस्नु छ होला भनेर त छैन पो रहेछ हौ। पोहोर त थियो यति धेरै। अब यस्तो हुँदै हुँदै खोला पारी जाने हो। अनि टिप्दै टिप्दै उकालो लाग्ने हो। पुरा यसलाई चाहिँ गम्बुटले भुङ्की थिच्नुपर्छ फेरि, नत्र फेरि अनि कति पनि पस्दैन। अनि त्यस पछाडि कति पनि नपसेपछि चारोले पुग्दैन हैन। हेर्नुहोस् न मेरो साथीभाइहरू, यी कति मजाले चाहिँ नि पसिगयो त हो। अब ल अहिलेसम्म चाहिँ मैले यति भारी बनाएँ। यो सब खाँदेको हो। अनि हेर्नुहोस् न कति राम्रो सिस्नु छ है। ठ्याक्क उठेर टिप्नु मिल्ने यति धेरै सिस्नु छ है परसम्म। अनि यतातिर चाहिँ मैले टिपेको यो चाहिँ म आएको बाटो यस्तो झोड नै झोड थियो है। झारै झार थियो यति लामो लामो। अनि म यहाँनिर डोको सार्दै 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 यसरी रोड खन्दै आएँ डोजरले जसरी। अनि यहाँ तलतिर पनि छ सिस्नु, तर झारले गर्दा देखिरहेको छैन। तर मेरो चाहिँ भारी पुग्नु लाग्यो। अब यहाँ परतिरसम्म पुग्दाखेरि मजाले पुग्छ। अहिले नै टन्नै भइसक्यो, तर पनि अब देखिसकेपछि लानै पर्छ हैन। अब यसरी मेहनत गर्नुपर्छ है। मैले यो अघि यस्तो डुब्ने गरी ल्याएको मैले बिहानको लागि चारो काटेँ। यहाँनिर छ अचानो। अनि त्यहाँ परतिर अघि पनि लगाइसकेको छु के भन्छ पिडालु। यो चाहिँ सिस्नु र गग्रेटो हो। अनि यो हाम्रो कुखुराहरू चाहिँ रातभरि चर्छ हो के भएको। यो चाहिँ भोलि बिहानको लागि है। अब आज पकाइराख्ने हो। यिनीहरूलाई चाहिँ हो यसरी मसिनो काट्यो भने चाहिँ अब राम्ररी पाक्छ, त्यही भएर। अनि अहिले चाहिँ म चाहिँ हामी चारो पकाउँदैछु। अघि काटेको चारो बाफले गर्दा केही देखेको छैन। यो चाहिँ हाम्रो भोलि बिहानको लागि चारो हो। अहिले पकाइराख्यो भने भोलि सजिलो हुन्छ। अब भोलि पकाएको भोलि नै सेलिनु टाइम लाग्छ। भोलिसम्ममा यो मनतातो भइरहेको हुन्छ नि त। अनि यसो कटहरू मिसाउँदा ओर्दा ठिक्क हुन्छ।